हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। यो मिनी ब्लग चाहिँ हाम्रो सनोभेसनको सेकेन्ड पार्ट 2 मिनी ब्लग हो गाइस। यो चाहिँ मिनी ब्लग चाहिँ हजुरहरूको लागि केटिएम टु सिन्धुपाल्चोक जाने टाइममा हजुरहरूलाई मैले इन्ट्रेस्टिङ मिनी ब्लग बनाएर लिएको छु। हजुरहरूलाई पनि मेरो मिनी ब्लग राम्रो लाग्छ होला। अगर राम्रो लाग्यो भने हजुरहरूले मेरो मिनी ब्लगलाई सब्सक्राइब गरिदिनु अनि हजुरहरूको जति पनि फ्रेन्ड छ सबैलाई सेयर गरिदिनु होला। अगर हजुरहरूलाई मेरो मिनी ब्लग यतिको इन्ट्रेस्टिङ लागेन भने हजुरहरूले मलाई कमेन्ट सेक्सनमा भनिदिनु होला। एडिटर राम्रो छैन यो भनिदिनु होला। हजुरहरूले सबैजनालाई भनिदिनु होला गाइस। आज चाहिँ हामीहरू सबैभन्दा बिहान उठ्यो, त्यसपछि चुचुपाटीमा बस टिकट काट्न गयो। बस टिकट काटेर ड्राइभरलाई पुछ्यो बस कति बजी जान्छ दाइ भनेको त 8 बजे जान्छ बाहिर। बसमा चढ्यो। त्यसपछि यस्तो गएको त आमा बस पनि यति, तर बसको कन्डक्टरको कन्डिसन भने चाहिँ यति राम्रो छैन रहेछ, पुरा ठट्ला जस्तो रहेछ। उनीहरूले चाहिँ नेपालमा बस्दा यस्तो होला कि गाइस, उनीहरूले चाहिँ सुपरफास्ट बस भन्दो रहेछ, तर मलाई चाहिँ सुपरफास्ट जस्तो लागेन गाइस। किनकि न सिट राम्रो थियो न बसमा राम्रो थियो। यति मान्छे बढेर मेरो त हावै फुस्कियो। कसरी भन्ने हजुरहरूलाई, यस्तो खिर्की खोल्छ बाहिरदेखि धुल बुङ 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 आउँछ, यस्तो आउँछ, सबै धुलाहरू कपडाहरू सबै खराब गरिदिन्छ धुलोले। यस्तो गाडी बन्द गरेपछि फेरि यति गनाउँछ गाइस। कस्तो अब यस्तो पपुलेसन कसरी भन्ने हजुरहरूलाई। तर म चाहिँ फर्स्ट टाइम हो कि यस्तो काठमाडौँतिर यस्तो ट्राभल गर्नेमा, काठमाडौँ टु सिन्धुपाल्चोक। त्यसरी मलाई चाहिँ यस्तो नराम्रो लाग्यो होला कि। तर बसभन्दा चाहिँ काठमाडौँ टु सिन्धुपाल्चोकको भ्यू चाहिँ यति राम्रो रहेछ कि हजुरलाई कसरी भन्नु। पहाडको नजारा, ग्रिन ब्युटिफुल, अनि मौसम भने यति राम्रो थियो कि इन्ट्रेस्टिङ थियो। आजको मौसम पनि यति राम्रो थियो कि हजुरहरूलाई कसरी भन्ने थियो। तर गाडीभित्र चाहिँ यस्तो कसरी भन्ने हजुरलाई, यति गरम, त्यसको माथि मान्छे धेरै थियो। तर देखाउँछु सोचेको थियो हजुरहरू सबै आफ्नो काममा बिजी थियो, त्यसैले देखाउन सकेन गाइस। तर हजुरहरूलाई सिन्धुपाल्चोकको पहाडहरू, राम्रो पहाडहरू यो भिडियो मैले खिचेर राखेको छ। यति राम्रो पहाडहरू कसरी भन्ने थियो हजुरहरूले यो भिडियोमा देख्दै हुनुहुन्छ ल। यति राम्रो पहाडहरू छ, यति राम्रो घरहरू छ, यति राम्रो गाउँहरू छ, यति राम्रो मान्छे पनि यति राम्रो रहेछ। तर गाउँ राम्रो भएपछि त मान्छे पनि राम्रो भइहाल्छ नि त गाइस। तर गाइस म हजुरहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु। हजुरहरूले आफ्नो सेलिब्रिटीलाई त हजुरहरूले भिडियो राम्रो नबनाइस्, यस्तो भिडियो छोटोमोटो भिडियो खिचेर डाल्यो भने आफ्नो सेलिब्रिटीहरूलाई त हजुरहरूले लाइक कमेन्ट गर्छ होला। तर हामी जस्तो छोटा क्रिएटरहरूको भिडियो हेर्ने मान्छे एउटा पनि हुँदैन। प्लिज गाइस म रिक्वेस्ट गर्छु कि हजुरहरूले हामी जस्तो छोटा क्रिएटरको पनि भिडियो हेरिदिनु होला अनि उनीहरूलाई पनि कमेन्ट गर्नु होला, लाइक सेयर गरिदिनु होला। जसरी यो छोटा क्रिएटर पनि हजुरहरूको सेलिब्रिटी पनि यस्तो त पहिला कहाँको सानैदेखि छोटा सेलिब्रिटी थियो त। उनीहरू पनि त सानैदेखि हामी छोटा क्रिएटर जस्तो सानैदेखि मेहनत गर्दा अहिले ठुलो भएको हजुरहरूको सेलिब्रिटी भनौँ। हामीलाई पनि यस्तो हजुरहरूले सपोर्ट गरिदिनुहोस्, राम्रोसँग ग्रो अप गरिदिनुहोस्। हामी पनि भोलिबाट चाहिँ हजुरहरूको सेलिब्रिटी भन्न सक्छ त। त्यसैले गाइस म हजुरहरूलाई होप गर्छु कि हजुरहरूले मलाई राम्रोसँग सपोर्टिङ गर्छ होला। अब जति हजुरहरूले सपोर्टिङ गर्छ मलाई त्यतिको मलाई पनि भिडियो बनाउन खुसी हुन्छ। मलाई लाग्छ कि हजुरहरूले मेरो पनि सपोर्ट गर्ने मान्छेहरू मेरो पछाडि रहेछ, मलाई पनि यति खुसी लाग्छ नि त गाइस। त्यसैले मैले हजुरहरूको मेरो गाउँ जाने बाटोदेखि हजुरहरूलाई यति राम्रो भ्यूहरू लिएर गएँ। जग्गा यति राम्रो, हावा पनि यति के भयो हजुरहरूलाई कसरी भन्नु, मलाई नेपालीदेखि भन्नु हुँदैन। यति चिसो हावा अनि पानी पनि यति राम्रो रहेछ कि गाउँमा चाहिँ। यति राम्रो गाउँहरू पनि यति राम्रो, सबै आफ्नो काममा ध्यान रहेछ कि हजुरहरूलाई। यति राम्रो पहाडहरू देख्दै होला। यो पिछेको पहाडहरू चाहिँ यति राम्रो मोडर्न जस्तो छ, हिमालय जस्तो देख्छ गाइस, हिमालय जस्तो देख्छ। मलाई पनि यस्तो जस्तो लाग्यो। हजुरलाई कस्तो गर्छ लेकिन रङ भन्यो भने चाहिँ हजुरलाई लागेन भने चाहिँ मलाई कमेन्टमा भनिदिनु त गाइस। यो गाउँ कहाँ भन्छ हजुरलाई भनिदिन्छु। यो गाउँ आउन मन छ भने चाहिँ हजुरहरूलाई काठमाडौँदेखि आयो भने सिन्धुपाल्चोक बस पक्रेर जान्छ। बसको टिकट 360 गर्दो रहेछ। अनि उहाँदेखि आउनलाई चाहिँ हजुरहरूलाई
बस पक्रनुपर्छ चाहिँ बिहान 7 बजे बस र अनि 11 बजेको बसमा पाउँदो रहेछ। अनि सोमो आयो भने सोमोलाई चाहिँ पैसा धेरै गर्दो रहेछ गाइस। बसमा आयो चाहिँ पक्का पैसा कम हो, 360 हो। बस त गयो भने तर पुरा लेट पनि हुँदो रहेछ गाइस, किनकि बसमा चाहिँ पुरा ट्राफिक जस्तो हुँदो रहेछ, मान्छे जाँदै उत्रिने बस्ने हुँदै। तर हजुरहरूले 2 घन्टा 3 घन्टा 4 घन्टातिर चाहिँ हजुरहरूले काठमाडौँदेखि सिन्धुपाल्चोकमा भिजिट गर्न सक्छ। सिन्धुपाल्चोकमा चाहिँ सबै पाहाडहरू यस्तो इन्ट्रेस्टिङ जग्गाहरू सबै रहेछ। हजुरहरूलाई मैले यो भिडियोमा देखाउँदैछु। यो भिडियोमा यति राम्रो राम्रो भ्यूहरू क्याप्सन गर्दैछु। अर्को नेक्स्ट पार्टहरू हजुरहरूलाई लिएर आएको छु। यो गाडीभित्र भिडियो गर्न चाहिँ हजुरहरूलाई मैले सिन्धुपाल्चोकभित्र आएपछि अनि हजुरहरू म बाहिरदेखि भिडियो बनाउनु सोचेको थिएँ, तर किनकि अब गाडी चाहिँ छिटो जान लागेको छ, त्यसैले मैले भिडियो बनाउनु मिल्यो, त्यसैले मैले गाडीभित्र भिडियो बनाइदियो गाइस। आजको मिनी ब्लग चाहिँ यहाँसम्म हो। हजुरहरूलाई कस्तो लाग्यो होला मेरो मिनी ब्लगलाई? राम्रो लाग्यो भने मेरो मिनी ब्लगलाई सब्सक्राइब कमेन्ट गरिदिनु होला। नराम्रो लाग्यो भने हजुरहरूले मलाई कमेन्टमा गरिदिनु। टाटा बाई बाई।